सधैँ मान्छे रोएर जन्मिन्छ, म चाहिँ हाँसेरै जन्मेँ जस्तो लाग्छ भन्ने गरेको छु क्या मैले चाहिँ फेरि। ए हजुरले चाहिँ म चाहिँ किन त मलाई म रोएको भन्ने खालको फिलै गरेको छुइनँ क्या जिन्दगीमा। जिन्दगीमा रोएको फिलै छैन तपाईँले? फिलै छैन। मैले जब दुःख पर्छ, आँसु झर्छ नि, त्यो आँसुलाई चाहिँ मैले हाँसोसँग साट्ने गरेको छु क्या। यो पनि एउटा अपार शक्ति हो यो। यो शक्ति भन्ने के भन्ने अनि मैले चाहिँ जहिले सबैभन्दा ठुलो मान्छेसँगको लडाइँ भनेको चाहिँ मान्छे खुसी हुन रहेछ। त्यसले गर्दा हामी खुसी जहिले भइराख्यौँ भने त्यही नै मान्छेको सफलता जस्तो लागेर मैले चाहिँ जहिले म हाँस्ने गरेको छु। कहिलेकाहीँ मिडिया कर्मीहरूले लेख्ने गर्नुहुन्छ, कोही कोही मान्छे यस्तो हुन्छन् रिसाउँदा पनि हाँसे जस्तो देखिन्छ भनेर लेख्नु भएको थियो क्या, केही मिडियाले मेरो फोटो हाल्यो अरे तपाईँको बारेमा? मेरो बारेमा। अनि मलाई एकदम ऊर्जा लाग्यो क्या, ओहो जीवनमा हाँस्नु भनेको त ठुलो कुरा रहेछ भनेर। त्यसले गर्दा अझ बढी हाँसो त्यो चाहिँ मिसेको हुन्छ क्या मसँग। तपाईँको विशेषता यो है? विशेषता भनौँ, यसको एउटा इनर्जी पनि हो। जीवनमा दुःख त सबैलाई छ है, मान्छेहरू आत्तिन्छ नि। यस्तो रहेछ, जीवनमा हामीले जे कुरा अनुभव छैन त्यो कुराले गर्दा मान्छे आत्तिने हो। दुःख भनेको चाहिँ मान्छे लिएर आएको हुँदैन। मान्छेले एउटा भ्रम चाहिँ के लिएर आएको हुन्छ भन्दा सुखको भ्रम लिएर आएको हुन्छ क्या। सुख भनेको भ्रम हो। त्यो एउटा चाहिँ मान्छेको किन भ्रम हो भन्दा उहाँहरू चाहिँ सुखको लागि हामी लडिरहेको हुन्छौँ। त्यो सुख भनेको चाहिँ आफ्टर दुःखपट्टि पछि मात्र आउँछ। मैले कहिलेकाहीँ भन्ने गरेको छु क्या, तपाईँ यदि ढुङ्गा भएर मात्र आफ्नो जीवनलाई समाप्त गर्न चाहनुहुन्छ भनेको ढुङ्गा र मानव, यदि मानव मात्र भएर तपाईँ आफ्नो मृत्युसँग पुग्नुहुन्छ भने तपाईँ स्थिर रहनुहोस्, केही पनि नगर्नुहोस्। यदि तपाईँ ढुङ्गाले परिवर्तन गरे जस्तै ढुङ्गाले सफलता पाएर शालिग्राम बने जस्तो तपाईँ यदि आफ्नो मानव जीवनलाई सफलतामा लान चाहनुहुन्छ भने त्यो शालिग्राम हुँदाखेरि ढुङ्गाले कति खियाइ पाउँछ नि, त्यो बाढी खोला हरेक ठाउँमा उसले खियाइ पाउँछ नि, त्यो खियाइ पाउनको लागि तपाईँ तत्पर हुनु भएन भने तपाईँ ढुङ्गा र मानवता मात्र हो भन्ने गर्छु। त्यसले गर्दा दुःख भनेको चाहिँ मान्छेको सबैभन्दा सुखको त्यो एउटा यस्तो बिन्दुको छेडमा हो, त्यो दुःखको केही समयपछि तपाईँले एउटा बेग्लै खालको खुसी भेट्नुहुन्छ नि, त्यो खुसी चाहिँ मान्छेको सुख हो क्या। त्यसले गर्दा जीवनका हरेक पाइलामा दुःख छ, जीवनको हरेक पाइलामा सुख छ। तपाईँले टेकेको पैतालालाई तपाईँ कसरी महसुस गर्नुहुन्छ? हामीले कहिलेकाहीँ तातो छेउमा गयौँ भने आथा भनिहाल्छौँ, तर हामी जाडोको बेला तातो छेउमा गयौँ भने आनन्द लिन्छौँ नि, होइन? तपाईँले त्यो आगोलाई कसरी प्रयोग गर्नुभयो त? तपाईँले तातोको रूपमा प्रयोग गर्नुभयो कि न्यानोको रूपमा प्रयोग गर्नुभयो? त्यसले गर्दा मान्छेको जिन्दगीमा दुःख सुख भनेको चाहिँ तपाईँले कसरी लिनुहुन्छ क्या? तपाईँले एक गाँस खान नपाउँदालाई दुःख भन्ने, 10 गाँस खान पाउनलाई सुख भन्ने हो त? सुख के हो दुःख के हो भन्ने कुरा चाहिँ मान्छेले बुझ्नुपर्छ। र दुःख र सुख भनेको चाहिँ एउटै सिक्काको दुईटा पाटो हो। यदि तपाईँले त्यो सिक्कालाई एउटै बनाउन चाहनुहुन्छ भने तपाईँले दुईटै कुरा स्वीकार्नुपर्छ। यदि तपाईँले त्यो सिक्कालाई आधी बनाएर टुक्रा एकपट्टि मात्र लिन चाहनुहुन्छ भने त्यो चल्दैन, त्यसको अर्थ छैन। किन भन्दा तपाईँले सिक्का टुक्राएर म एक भाग चाहिँ यतापट्टि गाईको प्रति चाहिँ प्रयोग गर्छु, त्रिशुल चाहिँ घरमा राख्छु भन्नु त त्यो त साटिन्न, त्यसले गर्दा चल्दैन। त्यसले गर्दा जिन्दगी पनि त्यही हो। यदि तपाईँले सुख मात्र खोज्नुहुन्छ भने तपाईँ भ्रम हो, जिन्दगीमा तपाईँ बेग्लै खालको एउटा रोगी हो। यदि तपाईँ दुःख र सुखलाई तपाईँ अगालेर अगाडि बढ्नुहुन्छ भने बेग्लै जिन्दगी हो। भनेपछि सुख भनेको भ्रम मात्रै हो? त्यो त भ्रम हो। मान्छेले के चाहन्छ भन्दाखेरि मान्छेले त्यो एक खालको यो चाहिँ कस्तो हो भने नि प्लग जोडेर बत्ती बले जस्तो हो क्या। तपाईँले प्लग जोडुन्जेल बत्ती बल्छ, प्लग चाहिँ निकालिदिनुहोस्, तपाईँको न पङ्खा चल्छ न बत्ती चल्छ नि। सुख पनि मान्छेको त्यस्तै हो। भनेपछि जीवनमा यथार्थ चाहिँ के हो? सत्य कुरा के हो? जीवनको यथार्थ चाहिँ खुसी हो। कसरी? हाम्रो लडाइँ चाहिँ मान्छेहरू भ्रमले पढाइको शिक्षाको कुरा होस् अथवा रोजगारीको कुरा होस् अथवा बिजनेसको कुरा होस्, जे कुरामा हामी चाहिँ एकदम तछाड मछाड भनेर कुदिराख्छौँ नि, पैसाको कुरा होस् ती होस्, अन्तिम केन्द्रमा पुगेर जस्तै सगरमाथाको टुप्पोमा पुगेपछि त्योभन्दा अरू गहिराइ छैन नि। र मान्छेको जिन्दगीको सबैभन्दा अन्तिम गहिराइ भनेको चाहिँ मान्छेको सुख भन्दा पनि खुसी हो क्या। खुसी हो। त्यसले गर्दाखेरि हामीले कहिलेकाहीँ सुन्ने गर्छौँ विश्वको सबैभन्दा धनी मान्छेहरूको घरबार चाहिँ एकदम स्ट्रङ नभएको, एक्लै भएको। जिन्दगीमा यस्तो पनि सुनेको छौँ हामीले कुनै कुनै भनाइहरू,
म जीवनमा यति धनी भएँ, मसँग पैसा छ, बाँकी केही पनि छैन भन्ने कुरा सुन्ने गरिन्छ। त्यसले गर्दा सबैको लडाइँ भनेको चाहिँ मान्छेको यो पैसा अथवा सफलता जे कुरा भने पनि मान्छे चाहिँ खुसी हुन चाहन्छ क्या अन्तिममा। अनि त्यो चाहिँ अन्तिममा बुझ्छन् मान्छेहरूले, 60 वर्ष 70 वर्ष 80 वर्ष पुगेपछि जब त्यो लडाइँ लड्न सक्षम हुँदैन तब बुझिन्छ। त्यसले गर्दाखेरि म चाहिँ के भन्छु भन्दा हामी जुनसुकै लडाइँमा गए पनि त्यसको अन्तिम हाम्रो एउटै गन्तव्य हो खुसी र मृत्यु। र जहिले म चाहिँ आफूलाई कसरी जिउने गर्छु भन्दाखेरि तिमी जन्म्यौ, अब तिमी मर्छौ, तर मर्नुभन्दा अगाडि तिमीले समाजमा, राज्यमा र आफ्नो वरिपरिका साथीभाइ सबैलाई जिउनुको मजा सिकाऊ, समाजको परिवर्तनका कुरा सिकाऊ, आफू कुन पेसामा लाग्छौ, के काम गर्छौ, त्यो काम र त्यो धर्मप्रतिको चाहिँ एउटा सबैलाई ऊर्जा देऊ भन्ने खालको चाहिँ ममा एक खालको आउँछ। र मैले के चाहन्छु भन्दा जीवनमा कहिले काहीँ लाग्छ, मैले आफूले आफै पनि कुट्छु क्या, हरेक मान्छेहरूलाई हेर्छु लोभ डाह ईर्ष्याहरूमा यति मान्छेहरू देखिन्छ है। एक दुईजना मेरो साथीभाइहरू कहिले काहीँ देख्छु होइन, मान्छेको सफलतामा नसुतेको पनि देखेको छु क्या। एउटा एकदम निन हराम मान्छे भने मैले के लेख्छु भने त बिचरा उहाँहरूको अज्ञानता हो, त्यो उहाँको चाहिँ त्यो कमजोरी होइन, उहाँहरूले नबुझेको। त्यसले गर्दाखेरि म चाहिँ के चाहन्छु भन्दाखेरि तपाईँहरूले यत्रो मिडिया चलाउनु भएको छ, यो मेरो साथीको भनेर म बेग्लै प्राउड फिल गर्छु। त्यसले गर्दा म चाहिँ आफ्नो सफलतामा त म रमाउँछु, त्योभन्दा म आफ्नो साथीभाइको सफलतामा रमाउँछु। किन भन्दा यो साथीभाइहरू हामी फेरि अन्तिममा हाम्रो अन्त्य भएपछि हामी चाहिँ यो संसार छोडिसकेपछि फेरि पनि साथीभाइको ग्रुप हुन्छ होला नि त होइन। त्यो ग्रुपमा पनि वाउ हामीले यो पृथ्वीमा यो खालको काम गरेर सक्सेस पाएको मान्छेहरू भनेर हाम्रो बेग्लै ऊर्जाको एउटा संसार बन्छ होला जस्तो लाग्छ क्या। त्यसले गर्दा हामीले पढ्ने गर्दा सुनेको थियौँ, बुझेको थियौँ मान्छेको ज्यान मात्र मर्छ अरे क्या, आत्मा कहिल्यै मर्दैन अरे। त्यसले गर्दा त्यो आत्मा त फेरि भेट हुन सक्छ नि त। अनि हामी लडाइँ गरेर, हामी एकअर्काको रिस गरेर, डाह गरेर आफ्नो जिन्दगीको चाहिँ त्यो स्वास्थ्य, म त के भन्छु भने यदि तपाईँले कोही मान्छेलाई कुविचार गरेर हेर्नुहुन्छ भने पनि तपाईँको एउटा अर्ग्यानले चाहिँ तपाईँलाई अस्वस्थ्य बनाउँछ भन्छु क्या म चाहिँ।